साथीहरू हामी चाहिँ छोरी बुहारी भइसकेपछि अन्त एउटा मेन चाहिँ नानीको आमा भइसकेपछि चाहिँ बिमार भए पनि अब हामीलाई चाहिँ बस्नु मन लाग्दैन रहेछ। बिस्तारी भए पनि काम गर्छु, नानीको लुगाहरू धोएर सुकाइदिन्छु। घाम लागेको बेलामा एकदमै मजाले सुक्छ नि त, छुट्टी पनि छ। धन्न छुट्टी छ र चाहिँ यति बेला म आरामले बिस्तारै बिस्तारै काम चाहिँ गर्दैछु, दबाई खाँदै भए पनि। हिजो डक्टर देखाएर पनि आएँ, दबाईहरू दिनुभएको छ र कन्टिन्यू मेडिसिन्स पनि लिँदैछु। मलाई चाहिँ त्यो मेरो चाहिँ गल ब्ल्याडरको अपरेसन गरेको नि त, गल ब्ल्याडरको अपरेसन गरेपछि चाहिँ ग्यासहरू भइबस्छ। तर यो पालि चाहिँ म ग्यास हुने कुराहरू खाएको पनि थिइनँ। के भयो अचानक म रुमटेकबाट आएकोदेखि चाहिँ बिमारी भएँ, ग्यास पुरा फर्म भएको छ जिउमा। मेरो चाहिँ यहाँ अपरेसन गरेको यहाँनिर पुरा पेन हुन्छ नि त, र डक्टरले एकदमै शीतल हुने दबाई पनि दिनुभएको छ। र मैले चाहिँ हिजो बेलुकै बिस्तारै ढिलो 7 बजी आएर पनि यो भिजाएको थिएँ। त्यो पर्दाहरू धोएर मजाले सुकाएँ, घाम लागेको छ, सुक्दैछ, अलमोस्ट सुक्नु आँटिहाल्यो। र आज बिहान पनि लुगाहरू फेरेर बेडसिटहरू धुनु थियो। पानी कम्ती कम्ती भए पनि कम्ती कम्ती गरेर भए पनि यहाँ एक थाक छ सुकाउनु ल्याइरहेको छु। ल ड्रायरमा ड्राई गरिरहेछु। ड्राई गरेको लुगा चाहिँ छिटो सुक्छ भनेर चाहिँ काम गर्दैछु। आज चाहिँ अब बिमार भयो भनेर कहाँ सुती बस्नु होइन साथीहरू, सुती बस्नु मन लाग्दैन नि त। त्यस्तै हुँदो रहेछ, मलाई चाहिँ त्यस्तै फिल हुन्छ, तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला होइन। काम चाहिँ म गर्छु जसरी भए पनि, दबाई खाएर भए पनि भन्ने चाहिँ हुँदो रहेछ। तपाईँहरूलाई कस्तो लाग्छ, तपाईँहरूको फिलिङ्स, तपाईँहरूको भावना पनि सेयर गर्नु होला कमेन्ट्समा।